तिनीहरूलाई सफल भएर देखाउनुहोस् जसलाई लाग्छ तपाईँ जिन्दगीमा केही गर्न सक्नुहुन्न। आफूले कति मेहनत गरिरहनु भएको छ भन्ने कुरामा गर्व गर्नुहोस्। जसले तपाईँको उज्यालोको कदर गर्दैनन् तिनीहरूका लागि तपाईँ सूर्य बनिराख्नु आवश्यक छैन। जीवन अझ सुन्दर हुन्छ जब कसैलाई पनि तपाईँको बारेमा केही थाहा हुँदैन। जसले जे रोप्छ त्यही फल्छ। याद राख्नुहोस्, कर्मको हिसाब कहिले हराउँदैन। मान्छेलाई आकर्षित गर्नलाई धनी नदेखिनुहोस्, बल्कि गरिब देखिएर मान्छेहरूलाई चिन्नुहोस्। यदि तपाईँ दयालु बन्न सक्नुहुन्न भने शान्त हुनुहोस्। तपाईँ असफल भएर त्यति मानिसहरू गुमाउनुहुन्न जति सफल भएर गुमाउनुहुनेछ।